सो गाइज वेलकम टू माई नेक्स्ट ब्लग। पहिलाको ब्लगमा मैले चाहिँ हल्का कहाँ गएको हालेको थिएँ भने चाहिँ उता पार्कनिरै गएको हालेको थिएँ। आज चाहिँ म यस्तो समुद्रको छालमा जाँदैछु होइन। केटाहरू चाहिँ यहाँ पुरै केटाहरू सब छन् होइन, केटाहरू उतातिर छन्। म चाहिँ यहाँ ब्लग स्टार्ट भइसक्यो मेरो। अनि यहाँ एक केटा चाहिँ यहाँ छ, यो होइन यो मेन डाइरेक्टर यही हो। आजको यहीकै भिडियो बनाउन सुट गर्दा जाँदैछु, यसकै भिडियो हो। अनि पछाडि चाहिँ हो केटा हो के हो भने या पारा है। म चाहिँ जाँदैछु बाटोमा होइन। अहिले भर्खर मेरो ब्रेक टाइम भयो अनि ब्रेक टाइम पछि चाहिँ म टक्क पारामा अहिले चाहिँ उता जाँदैछु कि कता भन्छन् त्यसको नाम दरियातिर क्या, समुद्रतिर। अनि म बिच बाटोमा सिनहरू पनि म पालिदिएको छु। अनि यो चाहिँ बाटो हो। अहिले साथी आइसक्यो कि पुरै आज यसको छुट्टी हो होइन। अहिले भर्खर फोन गरेर मैले बोलाएको। अनि यहाँ त हाम्रा त अब बुलेट राजा हुन्, कपाल त झन् राजा राजा हुन्, कपाल त राजा का बाल मेरी हेर्नु है कपाल। अभी देखो यार दूसरा दोस्त आ गया अपना, यार अपना बेस्ट दोस्त है ये भी अभी हमारे साथ घूमने को नहीं जाएगा लेकिन उधर तक जाएगा। ये एकदम मस्त है, कुछ बोल दे दोस्त। ठीक है, ये बताओ कौन सा सब्जेक्ट अच्छा लगता है? कौन सब्जेक्ट अच्छा लगता है? बैगन। यार लाइक कमेंट और सब्सक्राइब कर दो, बोल दो ब्लग में, ठीक है। अहिले चाहिँ हामी हेर जाँदैछौँ होइन। केटा हो हेर यता चाहिँ यो चाहिँ मेन हो कि आजको यसकै शूट हुँदैछ कि वीडियो। यार इधर देख दोस्त, हेलो गाइस, यार इसका ही शूट हो रहा है। ये यार कौन कर रहा है वीडियो कॉल? अभी जा रहे हैं इधर ही रास्ते में जा रहे हैं, सीधा जाएंगे मस्त। ये अपना दोस्त तो पूरा हीरो बन गया रे। तू कौन सा को फेल करेगा आज तू। अहिले चाहिँ हामी जाँदैछौँ होइन टक्क पारामा। यतातिरबाट हाइवे रोड हो, यो हाइवे रोड क्रस गर्नुपर्छ अगाडिदेखि। यहाँदेखि हेर्नु फेरि अगाडिदेखि हाइवे रोड क्रस गरेर जानुपर्छ। अहिले चाहिँ हामी जाँदैछौँ, फेरि एकछिन देखाउँछु कि गाइस सबैलाई होइन। उतातिर गएर भिडियो सुट गरेको पनि देखाउँछु, सब देखाउँछु। हाइवे रोडबाट साइड साइडबाट जाँदैछौँ, क्रस गरेको पनि देखाउँछु, रोड क्रस गरेको। अहिले चाहिँ हामी टक्क रोड क्रस गर्दैछौँ होइन। गाडी चाहिँ आएको छ, अब यतादेखि चाहिँ गाडी आइरहेको छ, धेरै गाडीहरू आइरहेको छ। अब क्रस गर्नुपर्छ है, टक्क पारामा टक्क हिँडिरहेको के यतातिर गाडीहरू मेरो दोस्त सक्यो यस्तै एउटै हो। अनि अरू अगाडि आएर आउँदैछ होइन। कतै आफ्नै आफ्नै भ्रममा घुमेर आफ्नो क्यामेरा अनि समुद्रमा पुग्यो भनेर अनि अब यहाँ साइड हुन्छ मान्छेहरू धेरै बुझ्यो। अनि म देखाउँछु यता गाडीहरू छैन। अनि यहाँ मेरो दोस्त चाहिँ कता पारामा हिँडिरहेको छ, आफ्नै पारामा हिँडेको हो। अहिले चक्लेट यहाँ छान्दैछौँ कि चक्लेट यहाँ छान्दैछौँ कि चक्लेट। अनि चक्लेट देखाउँदै केटा हो, चक्लेट किन्दैछु अहिले गिफ्टको लागि। चक्लेट चाहिँ किनिसकेको छ यहाँ हेरेर चक्लेट चाहिँ किनेको हामी 3 चक्लेट होइन, 20 रुपियाँ वाला चक्लेट हो फेरि होइन। चलो गाइस चक्लेट लेके जा रहे हैं हम, चक्लेट लेके जा रहे हैं अभी वीडियो बनाने के लिए, शूट करने के लिए। देखते रहिए हमारा वीडियो। केटा हो हेर है, अब हामी रोज किन्न जाँदैछौँ। अहिले भर्खर हामीले चाहिँ चक्लेट किने, अब चाहिँ रोज हो चाहिँ प्रपोज गर्ने हो कि मेरो दोस्त केटीहरूलाई रोमान्टिक सिनहरू देखाउँछु कि म तिमीहरू सबलाई। तर थाहा छ नि के गर्नुपर्छ, दाइलाई फलो गरेर जानुपर्छ कि। हेर केटा हो रोज लामो बाटो
अहिले फेरि हामी समुद्रको छालमा यो मौसममा देखाउनु भएको पछाडि यसरी आज राति गएको त धुलो धुलो देखिरहेको छ आफ्नै ब्लगमा अनि हाम्रो चाहिँ के भन्छ गाइड गर्ने मान्छे चाहिँ यहीँ हो यहाँ लामो बाटोबाट ल्याउने गाइड गर्ने मान्छे के हुन् अब म जाँदैछु देखाउँछु है हाम्रो यहाँ छाल यो मौसममा यतातिर चाहिँ म पुगिसकेँ फाइनल्ली होइन समुद्रको छालमा टक्क पारामा अब केटाहरू चाहिँ यहाँदेखि कहाँ जाने भनेर प्लान बनाउँदैछ माथि जाने कि तल जाने भनेर टक्क पारामा यहाँ मेरो दोस्त चाहिँ मलाई बोलायो एकैछिन है केटा हो अब चाहिँ म चाहिँ जाँदैछु तिमीहरूलाई एक एक सिन देखाउनु होइन यहाँ फेरि घोडामा पनि बस्न सक्नुहुन्छ कि तिमीहरू चिलमा घोडाहरू पनि छन् है बिहेको लागि चाहिन्छ भने रिजर्भ गर्दा हुन्छ पनि छन् है बिहेको लागि चाहिन्छ भने रिजर्भ गर्दा हुन्छ या घोडाहरू छन् अनि अब त्यो चाहिँ आफ्नै घोडामा हो फेरि अनि टक्क नहीं नहीं बैठने का नहीं है मैं वीडियो बना रहा हूँ इसलिए अनि ऊ चाहिँ रथमा हो फेरि रथ जस्तै हो नि त फेरि अनि टक्क पारामा चाहिँ अब अहिले कोही बसेको छैनन् बसेको म देखाउँछु तिनीहरूलाई अनि हामी दुइटै हो अहिले होइन ब्लकमा केटाहरू माथि छन् उनीहरू चाहिँ माथि रोकिने रे पछि आउने रे अनि अब म समुद्रको छाल देखाउँछु हजुरहरूलाई होइन समुद्रतिर चाहिँ मेरो एन्ट्री भइसक्यो होइन टक्क पारामा दोस्त केही भनिदेऊ नि त तिमी पनि बोलिदेऊ यार केही बोलिदेऊ न केही छैन मेरो दोस्त हो होइन ल भनिदेऊ नि त केही न केही जाओस् यार हजुरको मुखबाट नहीं नहीं दादा यार दोस्तको छुट्टी छ मेरो चाहिँ ड्युटी छ होइन दोस्तलाई फोन गरेर बोलाएको मैले ब्लग बनाउनु पर्छ भनेर अस्ति नै बनाएको ब्लग थियो हजुरहरूले हल्का माया देखाइदिनु भएको थियो होइन यो ब्लगमा चाहिँ धेरै माया देखाइदिनु होला अनि अब भन्नै पर्दैन क्या केटाहरूलाई केटाहरू त फेरि ग्याङ हो नि त मेरो ग्याङ फेसबुकमा हेर्दै हुन्छ भने फलो गरिदिने होइन टक्क पारामा साथी भनिदिनुपर्छ अनि चटचट पारामा भ्लग बनाउनुपर्छ अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्सक्राइब हानिदिनुपर्छ होइन अल नोटिफिकेसनमा दबाइदिनुपर्छ मेरो भिडियोहरू सबभन्दा पहिला हजुरहरूकैमा आउँछ होइन यो समुद्र हो फेरि समुद्र भनेर चिनिन्छ होइन यसलाई समुद्र भनेर चिनिन्छ होइन यसलाई अनि उतातिर चाहिँ समुद्रको पछाडि चाहिँ सबभन्दा ठुलो बिल्डिङ भनेको यो होला सायद मेरो ख्यालबाट त्यही छ अहिलेसम्म टप 1 मा अनि यहाँ बोटको व्यवस्था पनि छ बोटमा पनि चढ्न सक्नुहुन्छ होइन अब हामी चाहिँ सिङ्गल मान्छे हो फेरि होइन साथी र म सिङ्गल हुनाले अनि केटी कोही लिएर आएन अरू त सब कपाल हो फेरि यहाँ कपालकै राज हो के हामी त सिङ्गल मान्छे ब्लग बनाउने मान्छे अरू सब यताउता हेर्न सक्नुहुन्छ हजुरहरूले कपाल बसिरहेको छन् के जताततै हेरौँ कपाल यार के भन्ने हेर्नु गाइज होइन म चाहिँ क्यामराम्यान भएको छु त्यहाँ केटाहरूको फोटो खिच्दैछु उहाँ चाहिँ पोज स्टाइल या ब्रान्ड हो नि त फेरि दोनों का निकाल्दा ठीक है